हेर्नु यहाँ वेदर चाहिँ कस्तो भएको छ भने अहिले पानी परेर यहाँ चाहिँ नेपालको भन्दा चाहिँ जस्तो कति जाडो महिनामा पानी परिदिएपछि के लाग्छ त्यहाँ माथि हावा चलिरहेछ। म चाहिँ अब काममा निस्किँदैछु। आज चाहिँ बेलुकाको काम हुन्छ। बिहान काम गरियो 6 देखि 12, अहिले 5 बजीबाट फेरि 10 बजीसम्मको काम छ। सो द्याट्स वाइ म कामको लागि जाँदैछु र चिसो हुँदैछ। निस्केँ म होइन, यसो ट्रेन भेट्छु होला। स्टेसनबाट 2 मिनट टाढा छु र अघि बढ्दैछु। तपाईँहरूलाई चाहिँ सानो एउटा भ्यू। यहाँ चाहिँ के हुन्छ भने स्टेसनमा टक्क लगाएर तपाईँहरूको पार्किङ सिस्टम बनाइदिएको हुन्छ कि मान्छेहरूले चाहिँ स्टेसनसम्म गाडीमा आउँछन् अनि त्यहाँबाट चाहिँ के गर्छन् त भन्दा ट्रेनमा जाने नि गर्छन् कि। ट्रान्सपोर्टेसन चाहिँ सस्तै छ भनौँ कम्पेरिजन टु ट्रेनको। बसे जस्तो छ अब